आत्मबल भनेको मानिसको आन्तरिक शक्ति, दृढता, आत्मविश्वास, इच्छा शक्ति र सहनशीलता हो। आत्मबल भनेको मानसिक शक्ति र आत्मनियन्त्रण हो, जसले हामीलाई हरेक चुनौती सामना गर्न र जीवनमा सफलता प्राप्त गर्न सक्ने क्षमता राख्छ। आत्मबल भएको व्यक्ति कुनै पनि कठिनाई, चुनौती र सङ्घर्षलाई सामना गर्न सक्ने क्षमता राख्दछ। जब आत्मबल बलियो हुन्छ तब जीवनमा सफलता प्राप्त गर्न सजिलो हुन्छ। आत्मबल बढाउन सकारात्मक सोच, अनुशासन, धैर्य, योग, ध्यान र निरन्तर प्रयास आवश्यक हुन्छ। जब आत्मबल बलियो हुन्छ तब हामी असम्भव जस्तो देखिने कुरालाई पनि सम्भव बनाउन सक्छौँ। आत्मबल बलियो भए